दोलखाको मेलुङ गाउँपालिकामा इन्जिनियरले नै जागिर छाडेका छन्। दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ सहित कर्मचारीको मिलेमतोमा भएको ठेक्काको काममा अनुचित दबाव दिएपछि पालिकाका इन्जिनियर सजु शिवाकोटीले राजीनामा दिएका छन्। भेरिएसन गरी लागत अनुमान बढाउन पालिकाका अध्यक्ष हिराकुमार तामाङले दिएको अनुचित दबाव सहन नसकेपछि पदबाट राजीनामा दिएको इन्जिनियर शिवाकोटीको भनाइ छ। निर्माणमा 12 mm को प्लाइ प्रयोग गरिएको भए पनि अध्यक्षले 19 mm को भुक्तानी दिन दबाव दिएको र त्यो काम गर्न आफूले अस्वीकार गरेको इन्जिनियर शिवाकोटीले बताएका छन्। त्यसमा पनि अध्यक्षले भौतिक आक्रमणको धम्की समेत दिएपछि आफूले राजीनामा दिन बाध्य भएको शिवाकोटीले दावी गरेका छन्। मेलुङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का दिँदा गाउँपालिकाका अध्यक्ष तामाङ, प्रमुख प्रशासकीय अधिकारी सञ्जय शिवाकोटी सहित निर्माण व्यवसायी कुमार बस्नेत र सञ्जय सेडाईले मिलेमतो गरेको आरोप लगाएका छन्। प्रशासकीय भवन बनाउँदा कुल लागत 12 करोड 61 लाख रुपियाँ लाग्ने अनुमान गरेको थियो। सिम्पानी सनिस्टा दिव्यश्वरी जेबीले 12 करोड 50 लाखमा भवन निर्माणको ठेक्का हात पार्यो। इन्जिनियर शिवाकोटीले ठेक्का हात पार्ने निर्माण व्यवसायी कुमार बस्नेत पालिकाका अध्यक्ष तामाङको निकट व्यक्ति भएकाले ठेक्का हात पारेको दावी गरेका छन्। ठेक्का हात पार्न करिब 4 करोड रुपियाँ आपसमा बाँडेको कुरा ठेकेदार बस्नेतले आफूलाई सुनाएको इन्जिनियर शिवाकोटीको भनाइ छ। शिवाकोटीका अनुसार प्रशासकीय भवन निर्माणका निमित्त ठेक्का आह्वान गर्दा 2वटा भवनमा इलेक्ट्रिक फ्लोर हिटिङ गरेको पूर्व योग्यता राखेर प्रतिस्पर्धालाई सीमित पारिएको थियो। तर पूर्व योग्यतामा फ्लोर हिटिङ राखिएको भए पनि रुम हिटिङको काम गरेको दावी गर्ने सिम्पानी सनिस्टार दिव्यश्वरी जेबीले मान्यता पायो, जुन बोलपत्र आह्वान गर्दाको शर्तसँग मिल्ने देखिँदैन। इन्जिनियर शिवाकोटीले फ्लोर हिटिङ र रुम हिटिङ फरक फरक भएको उल्लेख गर्दै भनेका छन्, फ्लोर हिटिङ फ्लोर मुनि पाइप वा इलेक्ट्रिक हिटिङ केबल राखेर गरिन्छ। यसको लागत महँगो हुन्छ भने रुम हिटिङ कोठामा एसी राखे जस्तो हुन्छ र लागत पनि सस्तो हुन्छ। तर सिम्पानी सनिस्टार दिव्यश्वरी जेबीले रुम हिटिङ पनि नगरी रुम हिटिङको सामान निर्यात मात्र गरेको दावी शिवाकोटीको छ। निर्माण व्यवसायीले बुझाएको ल्याब टेस्ट रिपोर्ट समेत नक्कली पुष्टि भएको भन्दै उनले निर्माण व्यवसायीका तर्फबाट इन्जिनियर सञ्जय सेडाईले कागजात नक्कली बनाई भुक्तानी लगेको बताएका छन्। यो पत्र हेर्नुहोस्। यस विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न र ठेक्का सम्झौता रद्द गर्न भन्दै इन्जिनियर शिवाकोटीले मङ्सिर 7 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्। यो पनि हेर्नुहोस्। तर अख्तियारमा उजुरी दिए पनि पालिकाका अध्यक्ष तामाङ, एमाले नेता गोकुल बास्कोटा र आनन्द प्रसाद पोखरेल लगायतले अख्तियार प्रमुख प्रेम प्रसाद राईसँग छलफल पश्चात अनुसन्धान अघि नबढाएको आरोप शिवाकोटीले लगाएका छन्।